हेलो सम्पूर्णमा नमस्कार। आज चाहिँ बुढाबुढीको पहिलाको पुरानो बचपनको यादहरू चाहिँ एकचोटि बुढा र बुढीमा चाहिँ कम्पिटिसन गर्न आइरहेको छौँ है। गट्टा कम्पिटिसन एकचोटि मात्रै खेल्ने। एकचोटि खेल्दाखेरि कसले धेरै गरेर कसले जित्छ। हार्नेले एक खुम खाने टाउकोमा। हार्ने हो हार्ने। हार्ने सजाय बोक्नु पर्यो। ल जोख्ने पहिला कसरी जोख यसरी गरेर तपाईँ जोख्नु न। तिमीले जोख्नु हुँदैन। मलाई त आउँदैन। छिटो नगर लाउ आउँछ र त्यही बस्नु न। मेरो त 5 वटा अडिँदैन। जतिकै मिलाए 5 वटा अडिँदैन क्या। मलाई खेल्न आउँदैन नि त। एउटा हो कि अब कसरी खेल्नु? अब सुरु गर्ने। यस्तो छर्नु? 1 टुपे 2 टुपे 3 टुपे मलाई त आउँदैन पो त। गाइजहरू कसले जित्छ हेर्नु होला। यसरी त्यो हात सार्नु पाउँदैन त्यसरी। पहिल्यै मिस्टेक गरिरहेको थिएँ। भयो? कतिचोटि गर्नुपर्छ यस्तो? हावा जस्तो होइन मलाई आउँदैन। 5 चोटि कसरी आउँदैन? 2 3 आयो अब म चाहिँ गाइजहरू म त एकैचोटि पुऱ्याउने चलन छ मेरो चाहिँ। ए माथि माथि फालेर त पुगिहाल्छ। त्यो त मेरो इच्छाको कुरो हो नि। त्यो त मेरो त कति बजे बिर्सी त नि। आउँछ र आमाको छेउमा आऊ न। खेल्न आऊ न। अब पनि त्यस्तै साह्रो पछार्नु पर्यो नि त। त्यो त मेरो इच्छाको कुरो हो नि। 1 2 लाहौ 3 आयो ए आइडिया त रहेछ त। 5 1 आऊ 3 लाहौ 3 टिपे मेरो के पो छ? 1 टिपे 3 ल आउँदैन हो रहेछ त मलाई त। 3 टिपे 3 हो। एकैचोटिमा पुऱ्याउनु भनेको पुग्दै पुगेन। 4 5 चोटि नि 5 कस्तो जोडिएको अहिले ठ्याक्कै। अनि के भयो त नि?